हेलो साथीहरू, आज चाहिँ मैले पसलबाट होइन चट्ट गरेर सामानहरू लिएर आएँ चटपटेको लागि। अनि त्यसपछि म बारी लाग्यो होइन। अनि त्यसपछि चाहिँ धनियाँ सनियाँ टिपेर म भित्र लागेँ क्या। अनि त्यसपछि चाहिँ भाउजूले चाहिँ यहाँ कटिङ सुरु गरिसक्नु भएको रहेछ। देख्न सक्नुहुन्छ प्याज काट्नु हुँदैछ, टमाटर, धनियाँ, खोर्सानी होइन। त्यसपछि अक्कबरी खोर्सानी हेर्नु न गाइज। अनि त्यसपछि चाहिँ आडीमा भुजासुजा हालेर होइन अघि चाहिँ मैले ल्याएको सबै सामानहरू चाहिँ पाल्लै पिलो गरेर भाउजूले हाल्न थाल्नुभयो क्या। अनि मैले पनि भने कति बाहिरको मात्रै खाना कहिले त घरको पनि अर्ग्यानिक चटपटे बनाएर खानुपर्छ नि त। कलर बिना अमिलो बिना राम्रो हुन्छ नि त हेल्थको लागि होइन। अनि त्यसपछि चाहिँ भाउजूले देख्न सक्नुहुन्छ सबै कस्तो मजाले हाल्नुहुँदैछ। अघि कटिङ गरेको सबै सामानहरू पनि पालै पिलो गरी हाल्नुभयो। अनि देख्न सक्नुहुन्छ यहाँ हेर्दै खाउँ खाउँ जस्तो लागिसक्यो मलाई त क्या गाइस। अनि त्यसपछि धनियाँ सनियाँ हाल्नुभयो, नुनसुन हाल्नुभयो र तेल पनि हाल्नुभयो। तर हाल्दा अलिकति ज्यादा हालिदिनु भएछ तेल चाहिँ। त्यसपछि चाहिँ छोपसोप हाल्नुभयो। छोप हालेको त झनै मिठो हुन्छ नि त चटपटे त। त्यसपछि देख्न सक्नुहुन्छ रेडी भयो गाइस हाम्रो चटपटे। त्यसपछि चाहिँ भाइहरूले सर्भ गरेर हामीले पनि प्लेटमा लिएर चट्टसँगले चटपटे खान थाल्यौँ। थ्याङ्क यू फर वाचिङ।